कसैलाई उभिरहेको देख्यो। केटाउ अगाडि हेर त के छ। उनीहरूले हेरे एकजना महिला जो सेतो कपडा लगाएर उभिएको होस्, जस्तो कि विधवा महिला। लामो कालो कपाल, खुल्ला रहेको। उसले उनीहरूतर्फ हेर्दै थिइन्। साथीहरू, यो समयमा पनि यहाँ कोही हुन्छ र? होला यतैतिरको होला कोही। ती मान्छेहरू बिस्तारै बिस्तारै अगाडि बढे। जसो जसो उनीहरू नजिक गए, अमित लामाले एउटा अनौठो खालको महसुस गरे। त्यो महिलाको उभिने तरिका नर्मल थिएन। ऊ ज्यादा सिधा उभिरहेकी थिइन्, नहल्लिकन। देख्दा यस्तो पनि लाग्थ्यो कि सास चाहिँ लिइरहेको। न त त्यहाँ भएको वरिपरिको झार नै हल्लेको